सबैजनालाई नमस्ते अनि गुड मर्निङ। यहाँ हेर्नु साथीहरू, नयाँ वर्ष 2082 सालको उपलक्ष्यमा सबैजना हामी यहाँनिर पिकनिक खान जाने लागेको। आज हामी रमाइलो गर्न हिँडेको। सो म तपाईँहरूलाई देखाउँछु आज हामीले के गर्ने भन्ने कुरा है साथीहरू। यस्तो छ हाम्रो हालत। यी बोरा बोकाइ हुनेवाला छ। आज हामी सबैजना मिलेर पिकनिकमा लागिएको। अब माथि कता गएर हामी पिकनिक खाने हो थाहा छैन। हामी गएको साथीहरू। हामी यहाँ पिकनिक खाने ठाउँमा आइपुगेका छौँ। ठाउँको नाम चाहिँ के रहेछ भने नि दिङ्ला खोला। हो, दिङ्ला खोला चाहिँ भन्ने रहेछ। सो म तपाईँहरूलाई भ्युज देखाउँदैछु। अर्को ग्रुपहरू हुनुहुन्छ, यता तल अर्को ग्रुप हुनुहुन्छ। हाम्रो ग्रुप चाहिँ यहाँ माथि छ है। यिनीहरूलाई चाउचाउ एउटा एउटा निकालिदिनु न। कतिजना छ साह्रो चक्क गर्ने है। के ल्याउनु भयो सिस्टर त्यसमा? के ल्याउनु भयो? अरू के चाहिँ छ हजुर? यो हेर्नुहोस् यहाँनिर यसको नजर त यता पो रहेछ त। सो फाइनली गाइज अब यसमा हाम्रो सेकुवा पाक्ने भयो। साथीहरू हेर्न सक्नुहुन्छ तपाईहरू, यो चाहिँ बङ्गुरको मासु हो। अब यसमा मसला साधेर यसलाई सेकुवाको लागि चट्ट रेडी पार्न आँट्नु भएको छ। सो हेर्दै जानु, मसला साधिराख्नु भएको छ है साथीहरू यसमा। अब
राख्नु अलि तेल छैन तेल के गरेको कसरी पकाउनु पकाउन तपाईको खै त्यो लसुन ल्याउनु न पिनो लसुन पनि पिनिराख्नु हैन सबै पनि राखौँ न साह्रो मिठो भयो त हेर्दै यसमा चुक छ चुक छ चुक छ चुक हेर्दै यम्मी भएछ खाँदा कस्तो पकाउने कार्यक्रम सुरु भइसक्यो यहाँ हेर्नु है यता खाने कार्यक्रम पनि सुरु भइसकेको छ कुखुराको मासु पाक्दैछ है साथीहरू यता चाहिँ बङ्गुरको लागि रेडी हुँदैछ सेकुवा कि मासु मासुको लागि वारी डाँडा पारी डाँडा छ यता कुखुरा उता बङ्गुर मासु पाकिसक्यो कि क्या हो पाक्नु आँटेको हो मासु ल है अब त खतरा के छ नानी बाबु हो हाल खबर गर्मी भयो भोक लागेको छ अहिलेसम्म के खायो त केही खा छैन 12 बजिसक्यो केही खान दिनु भएन यस्तो पनि पिकनिक हुन्छ त के चाहियो ल माग्नु त ल दियो दिस्यो भन्नु छिटो ल भाइ हाम्रो सर र म्याम ल छिटो पकाउँ है पट्किन्छ तिमी नजिक नआउ त अलि डढेको होइन र आज हाम्रो सिस्टर त दरो काम गरिराख्नु भएको छ हौ हो र हाम्रो पार्टीको हालत यस्तो छ साथीहरू कोही खाँदैछन् कोही सुत्दैछन् कोही नाच्दैछन् मासु पाकिसकेको छैन यसो पाक्दैछ पल्लो टोली उता डान्स गर्दैछ साथीहरू आउनुहोस् फेरि पनि म तपाईँहरूलाई एकचोटि नयाँ भ्युज देखाउँछु यो हो झुलुङ्गे पुल अनि यो चाहिँ सङ्खुवासभा जिल्लाको सिकिदिम भन्ने ठाउँको दिङ्ला खोलाको भ्युज हो यो दिङ्ला खोलाको हेर्नुहोस् नेचुरलीले भरिएको अमेजिङ भ्युज सो गाइज हामी साथीहरू यसो एकान्तमा घुम्न हिँडेको म र सिस्टर यहाँ हेर्नु न हाम्रो सिस्टर कति राम्रो होइसिन्छ है अब खाने बेला भइसक्यो पक्काइओरी गलिरहेछौँ अब गएर झ्याममा खाने हो म तपाईँहरूलाई खाएको पनि देखाउँछु है साथीहरू हेर्दै जाऊँ
गाइस हेर्नु न यहाँ यति पानी परिरहेछ यस्तो पानीमा पनि मान्छेहरूको हालत यस्तो छ यी पानी परेर यी बिजोग भएछन् मुसा बिरालो भयो हो मुसा बिरालो हाम्रो यी बिजोग्नु र यी खोरबाख्री हुँदैछ गुन्द्री ओढेर कहिले ओछ्याउने कहिले ओढ्ने गुन्द्री यीको हालत यस्तो छ यी पानी कम्ती हुनु पाएको छैन यी मान्छेहरू तम्बा बोकेर सेवारो सेवारो तुम्बा लिएर सेवारो भएन जाड मिठो भयो मिठो भयो मिठो भयो मिठो भयो एक्सपर्ट तानिदिनु न त ल हुन्छ हुन्छ पानीले बिजोग पारी गयो हेर्नु न यी सल्याक सुलुक भिजाएर के गर्नु हजुर पानीले बिजोग पारी गयो नि ठुलादेखि साना सबै बिजोग भइगएका छन् चुलाको हालत यस्तो छ मासु यता उब्रिगा छ तम्बा यस्तो छ भाँडाकुँडा यस्तो छ हालत पानी परेर सो साथीहरू अब नयाँ वर्षको दिन आइयो खाइयो अब जाने बेला पनि भयो तर जाने बेलामा पानी परेर साह्रै बिजोग भयो अब यसो हामी जान लागेको साथीहरू अब बाटो लाग्यो गाइजहरू कस्तो भयो त आजको पिकनिक कस्तो भयो त रमाइलो भयो त पानीले कतिको चुट्यो के गर्ने गाई जस्तै छ पहाडको जिन्दगी छिनछिनमै घरिघरि पानी घरिघरि घाम घरिघरि हावा सो गाइज हामी अब पिकनिक खाइवरी अब जान लागेको यहाँ हेर्नुहोस् अवस्था यस्तो छ के गर्ने यहाँ रमाइलो गर्न खोजेको पानी आएर अलिकति बिजोग बनाइगयो होइन साथीहरूको हालत यस्तो छ कानमा गलबन्दी बाँधेर हिँडिराख्नु भएको छ चिसोले गर्दा सो हाम्रो रमाइलो तपाईँहरूलाई पनि रमाइलो लाग्यो भने रमाइलो मानेर हेरिदिनु होला धेरै राम्रो लाग्यो भने चाहिँ अलिक यसो लाइक सब्सक्राइब अनि सेयर पनि गरिदिनु होला मेरो ब्लग हेर्नु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद।